हेलो अनि नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै आएर हुनुहुन्छ होला। म पनि एकदमै सन्चै हो। त्यसपछि आज चाहिँ सन्डे हो गाइस। त्यसपछि बिहानै उठेको छ अनि कति बजी भन्दाखेरि टाइम छैन 5 त्यस्तै कति बज्यो। त्यसपछि उठिसकेको छु म। अब टक्क लागेर मुख धुइदिन्छु। मुख धोएर हात धुइदिन्छु। ट्युसन जानुपर्ने हुन्छ आज अनि टक्क यो शनिबार हो। हिजो दिनभर मोज गऱ्यो। बिहान को जान्छ ट्युसन त्यस्तो बाहिर जाउँ। बाहिर त कालो हुन्छ त्यहाँ लाइट बाल्नु बाहिर आइसक्यो अनि आमामु कति छ यार। टक्क लगाएर फ्रेस चाहिँ भइसकेको छ नि। भित्र जाउँ। माथि गएर टक्क खाना पकाउनु पर्छ नि। उठिहाल्नु 4 बजीतिर त्यो बिहान कोचिङ गराउनु मान्छे पनि मर्नुपर्ने हो कि त्यो बिहान त। अब यही चिसो कल लगाएर गइदिनु पर्ने हुन्छ स्कुल। यो त होइन यो के जुत्ता पनि खाइसक्यो। जुत्ता त केही भएन। कोचिङ जाँदाखेरि चाहिँ तपाईँलाई भेट्छु है त गाइस। आएर आमा यसलाई सिकाउनुलाई बस इट्टामा थिट्टा अन्त उडिहाल्छ रेडी भइसक्यो अनि कोचिङ जानको लागि। कोचिङ गएर चाहिँ सोची भेट्छ है त। कोचिङबाट चाहिँ घर आइसक्यो नि। अब घर आएर यस्तो जाडो यति कुहिरो छ क्या आमा। त्यो गरेपछि अब स्कुलतिर जान्छु, खाना खान्छु। त्यसपछि खाना हेरेर चाहिँ भेट्छु है त लगाइस। स्कुलबाट आइसक्यो अनि टक्क लगाएर डिसेस फुकाले त्यहाँ राखेँ। त्यसपछि अहिले चाहिँ म स्कुलबाट आइसक्यो। भोक लाग्यो नि, भोक लागेको छ। त्यही भएर नाच्दै आउनु भइरहेको छ नि। जेमा टक्क लगाएर बाहिर निस्किसक्यो हामी। टक्क लगाएर फुलहरू नेच लगाउँछ। नेच यस्तो छ अहिले जाडो छ नि। मुला टक्क लगाएर अब चाहिँ जाऊँ। बहुत लाज लाग्छ दाइ भिडियो बनाउन कि। आजकल त्यस्तो लाग्दैन। आजकल जति बनाएको त्यस्तो लाग्दैन आजकल लाग्दैन। फर्स्ट टाइम बनाइरहेको छु गाइस मैले बनाएको बाहिरतिर त्यो मौसम त यस्तो छ नि। टक्क लगाएर मस्तो भ्यान्सी भए आज नि दोकानतिर चल्दैन पर्ने हुन्छ। समोसा लगेर आउँछु पैसा बोक्छ 50 रुपियाँको 4वटा समोसा
लिएर आउँछु। त्यसपछि कति जाडो छ यता छ रोड साइड आइसक्यो अनि मेन रोडले किनभने त्यहाँ क्रिकेट रान भइदिएर हो त्यहाँ रुख्न जुम गरेर देखाउँछु क्यामेरा त राम्रो छैन त्यस्तै यस्तो आराम के खेल्न मन लाग्यो होला बिहान उठ्यो ल म सिड्युल हुन्छ गाइस टक्क लाग्यो बिहान उठ्यो नि सुरु बिहान 4-5 बजी होइन 3 बजी उठिहाल्छु म त साँच्ची हो अनेस्टी भने त्यो भ्लगमा देखाएर मात्र 5 बजेको अनेस्टी भन्छु 3 बजी उठायो 3 बजी उठेर त्यसपछि उ गर्छु म के भन्नु आएको 3 बजी उठेर चाहिँ म के गर्छु भन्दाखेरि त्यसपछि म उठेर मोबाइल समात्छु अनि बिस्तारै होइन मोबाइल ल्याउँछु मोबाइल चलाउँछु मलाई खालि त्यसपछि मोबाइल चलाउँछु मोबाइल चलाएर त्यसपछि त पढ्नु पर्छ म समस्या लिएर चाहिँ आइसकेको छु अनि टक्क घरतिर चलिदिनु पर्ने हुन्छ अनि के भन्दा थियो 3 बजी 3 बजी उठ्छु मेरो रेगुलर टाइम अनि 3-4 कहिले 5 बजीतिर उठ्छु त्यसपछि उठेर चाहिँ म 3 बजी उठ्छु उठेर 4 बजे 5 बजेर 10 मिनट त्यसपछि खाना पकाउन जान्छु खाना पकाएर आएर 6 बजेपछि जान्छु त्यसपछि तल जान्छु तल गइसकेपछि टक्कै कपडा सबै लाउँछु साथी आउँछ साथीलाई देखाएन कि गाइस त्यो के भन्छ त्यो भोलि देखाउँला भोलि भएर त्यसपछि देखाउँदा अनि रेगुलर भ्लग गर्नेछु कि गाइस अब कस्तो हुन्छ भने ट्राई गर्नेछु अनि अहिले सबैजना सपोर्ट गर्दै हुनुहुन्छ नि गर्दै हुनुहुन्छ कि गर्नुहुन्छ जस्तो हुन्छ त्यही भएर बनाएर आएको छु त्यही भएर त्यो गर्छु त्यसपछि अनि मेरो इन्स्टाग्रामलाई पनि सब्सक्राइब फलो गरिदिनु होला अनि राम्रो भ्लग भन्ने छ त्यसलाई सब्सक्राइब गरिदिनु फलो गरिदिनु होला यस्तो जाडो छ कि फग छैन त्यो पनि यस्तो बुढी जाडो छ क्या यार अघि पो ट्रलिट गाउँमा यस्तो बुढी हावा सल्लाह नि बहुत जाडो छ कि त्यही भएर फुल्ल पनि सकिरहेन त्यही गर्छु गाई अनि अर्को साथीले उ गर्छु त्यसपछि स्कुल अनि कोचिङ आउँछु कोचिङ गएर आइसकेपछि त्यो खाना खान्छु खाएर पछि मार्दै हुन्छन् कि त्यो फेरि मार्दै हुन्छु त्यसपछि म जान्छु उता स्कुल जान्छु स्कुल गएर आइसकेपछि फेरि भाँडा जानु पऱ्यो होमवर्कसँग के गर्नु पऱ्यो त्यसपछि फेरि पढ्नु पऱ्यो हल्का त्यसपछि मोबाइल लिनु रेगुलर त्यही टाइम यस्तो ज्यादा लाग्छ नि यो 8 क्लासमा त्यही नै है त्यसपछि अब घरतिर चढेर समोसा खानु पर्ने हुन्छ अनि खाना बनाउनु खानै बनाउनु त यस्तो जाडो छ यता स्कुलै पनि बिताइदिनु क्या 2 दिन भइगयो लगातार घाम निस्कायो अलिअलि निस्किन्छ छिट्टो छाड्यो स्कुलबाट आउने त्यही टाइमै हुन्न काम त आफूले त्यही हो गाइस त्यही भएर अन्त त्यही हो अब मपट्टि चल्ने इन्स्टाग्रामलाई फलो गर्ने है गाइस दुई फलोवर छ क्या 2 छ फलो गरिदिनु पऱ्यो भने त्यही गाइस सपोर्ट चाहिन्छ अब अहिले सबैले गर्ने हुन्छ अनि त्यही हो 7 सब्सक्राइबर छ कि मेरो अर्को बिर्खिरानो भ्लग पनि थियो अनि त्यो मम्मीको मोबाइलमा छ अनि त्यो मम्मीको मोबाइलमा छ त्यसपछि यो चाहिँ मेरो दाइको भनौँ कि मेरै भनौँ दाइ त्यस्तो युज गर्नुहुन्न मेरै मोबाइल हो त्यो भएर यो फेरि डिस्प्ले उड्याएको क्या यसको डिस्प्ले दाइको खासमा दाइले किनिदिनु भयो दाइले फेरि ल्यापटप आयो त्यही भएर यो चाहिँ फुटेको यो डिस्प्ले उडेको त्यसपछि डेली चलाउँदै डेली पछि मैला आयो क्या यस्तो थियो त्यही भएर यसको डिस्प्ले पनि गएको अनि त्यही भएर अब क्यामेरा त्यस्तै हो नि अहिले त राम्रै आयो होला यस्तो जाडो क्या बोल्न सक्दिनँ अब यो भिडियोलाई यति इन्ड गरेर जान्छु भोलि चाहिँ अर्को भिडियो स्टार्ट गर्छु अनि
हेर्दै गर्नु होला हाम्रो ब्लगलाई हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नु अनि मिठो कमेन्ट्स गर्नु होला लास्टमा हेर्दै हुनुहुन्छ भने हामी लाइक त्यही भएर लाइक सेयर सब्सक्राइब गर्नु होला यस्तै भिडियो हेर्नु होला हाम्रो सब्सक्राइब गर्नु हस्त जय नेपाल एन्ड बाई बाई गाइज